शब्द भण्डार। 1 नम्बर, दिइएका अनेकार्थी शब्दहरूसँग मिल्ने अर्थमा जोडा मिलाउनुहोस्। राजस्व, कर, ढिप्पी, बालक, केटा, गैँडाको बच्चा, चाहना, रहर, एक किसिमको दाल, सहर, नगर, गरको अकरणबोधक क्रिया, जवाफ, जवाफको उत्तर, एक दिशा, सत्य, साँचो, चाबी। 2 नम्बर, तलका शब्द तथा अर्थ पढेर वाक्यमा प्रयोग गर्नुहोस्। क नम्बर, वीर, बहादुर, नेपाल गोर्खाली वीरको देश हो। आ नम्बर, वीर, सुँगुरको भाले, मेरो साथीले वीरलाई खानेकुरा दियो। ख नम्बर, पुरा, पुरानो, हामीलाई पुरा कुरा सुन्दा फाइदा हुन्छ। आ पुरा, सम्पूर्ण, मैले गृहकार्य पुरा गरेँ। ग नम्बर, फुल, अन्डा, म कुखुराको फुल खान्छु। आ फुल, पुष्प, म भगवानलाई फुल चढाउँछु। घ नम्बर, शीत, चिसो, हामी शीतमा हिँड्नु हुँदैन। आ शीत, सँग, मसित 10 रुपियाँ पैसा छ। ङ नम्बर, विष, जहर, विष खाँदा स्वास्थ्यलाई हानि गर्छ। आ विष, 19 पछिको अङ्क, मैले 20 रुपियाँको कापी किने। प्रश्न नम्बर 3, तलका सानो रूप जनाउने शब्दबीच जोडा मिलाउनुहोस्। गाग्रो, हत्तर, दुध, तुर्को, पानी, थोपो, दाउरा, चोइटो, पराल, त्यान्द्रो। 4 नम्बर, सानो रूप जनाउने शब्द लेख्नुहोस्। थैलो, थैली, डालो, डाली, अचार, पित्को, चिम्टा, चिम्टी, थाल, थाली, घैँटो, घैँटी। बोध र अभिव्यक्ति। प्रश्न नम्बर 2, करुणा गुरुङको सम्बोधन पछिको पहिलो अनुच्छेद पढी छोटो उत्तर दिनुहोस्। क नम्बर, मानिसले सम्पत्तिबाट के कुरा प्राप्त गर्न सक्छ? उत्तर, मानिसहरूले सम्पत्तिबाट घर, जग्गा, गाडी, जहाज, लत्ता कपडा, गरगहना आदि कुरा प्राप्त गर्न सक्छ। ख नम्बर, जीवनको सबैभन्दा ठुलो आशीर्वाद के हो? उत्तर, जीवनको सबैभन्दा ठुलो आशीर्वाद स्वस्थ शरीर हो। ग नम्बर, आफूले चाहे जस्तो जीवन जिउन के चाहिन्छ होला? उत्तर, आफूले चाहे जस्तो जीवन जिउन स्वस्थ शरीर चाहिन्छ। घ नम्बर, वाद विवाद र स्वतन्त्रता शब्दको अर्थ भन्नुहोस्। वाद विवादको तर्क वितर्क र स्वतन्त्रको कसैको अधीनमा नरहने अर्थ हो। प्रश्न नम्बर 3, पाठका आधारमा उत्तर भन्नुहोस्। क नम्बर, वाद विवाद कार्यक्रम कहाँ भइरहेको छ? उत्तर, वाद विवाद कार्यक्रम सभाकक्षमा भइरहेको छ। ख नम्बर, वाद विवाद कार्यक्रमको उद्घोषकको नाम के हो? उत्तर, वाद विवाद कार्यक्रमको उद्घोषक ललिता कुमारी झा हुन्। ग नम्बर, निर्णायक मण्डलमा को रहनु भएको छ? उत्तर, निर्णायक मण्डलमा चन्द्रा नकर्मी, आइतमान मुसहर र कमल अधिकारी रहनु भएको छ। घ नम्बर, रुक्कु चौधरी कुन भूमिकामा छिन्? उत्तर, रुक्कु चौधरी समयपालकको भूमिकामा छिन्। ङ नम्बर, वक्तालाई बोल्न कति समय दिएको छ? उत्तर, वक्तालाई बोल्न 5 मिनेटको समय दिएको छ। च नम्बर, वाद विवादको विषय के हो? उत्तर, वाद विवादको विषय सम्पत्तिभन्दा स्वास्थ्य ठुलो हो। 6 नम्बर, विपक्षमा बोल्ने वक्ताहरूको नाम भन्नुहोस्। उत्तर, विपक्षमा बोल्ने वक्ताहरूको नाम विकल्प अधिकारी र सरिस्मा प्रजापति हुन्। ज नम्बर, कार्यक्रमको समापन कसरी भयो? उत्तर, कार्यक्रमको समापन निर्णायकले निर्णय सुनाइसकेपछि विद्यालयकी सभा अध्यक्षता गरिरहनुभएकी प्रधानाध्यापकले विजेता र सहभागीहरूलाई बधाई तथा धन्यवाद दिँदै भयो।
प्रश्न नम्बर 4 पाठका आधारमा वक्ता पहिल्याउनुहोस्। क नम्बर आफूसँग स्वस्थ शरीर छैन भने सारा वैभवको के काम? करुणा गुरुङ। ख नम्बर समय पालकका रूपमा 6 कक्षाकी छात्रा रुकु चौधरी रहेकी छिन्। ग नम्बर देशमा आपतकाल आएका बेलामा म स्वस्थ छु, मेरो स्वास्थ्य प्रयोग गर भनेर मात्र आपतकाल टर्दैन। सरिस्मा प्रजापति। घ नम्बर किन टन्टलापुर घाममा मान्छे पोलिन्छन्? किन खतरनाक सुरुङभित्र मान्छे पसेर काममा जोतिन्छन्? विकल्प अधिकारी। घ नम्बर भनाइ नै छ सम्पत्तिले कसैलाई डकार आउँदैन। मुस्तफा आलम। प्रश्न नम्बर 5 पाठका आधारमा कुनै एक पक्षको मन्तव्यबाट 5 वटा बुँदा टिप्नुहोस्। सम्पत्तिभन्दा स्वास्थ्य ठुलो। 1 नम्बर वास्तवमा स्वस्थ शरीर जीवनको सबैभन्दा ठुलो आशीर्वाद हो। 2 नम्बर आफूसँग स्वस्थ शरीर छैन भने सारा वैभवको के काम? 3 नम्बर स्वास्थ्य भनेको निरोगी अवस्था हो, तन्दुरुस्ती हो, मानसिक उद्वेग र चिन्तारहित अवस्था हो। 4 नम्बर हामी स्वास्थ्यकै सुरक्षाका लागि घर महल बनाउँछौँ। 5 नम्बर कुनै पनि विवेकशील मान्छेले स्वास्थ्य बिगारेर अङ्गभङ्ग भएर सम्पत्ति जम्मा गर्नुमा उसको कुनै हित हुँदैन। प्रश्न नम्बर 6 पाठका आधारमा छोटो उत्तर दिनुहोस्। क नम्बर वादविवाद प्रतियोगितामा सहभागी हुने वक्ताले पालन गर्नुपर्ने नियमहरू के हुन्? उत्तर वादविवाद प्रतियोगितामा सहभागी हुने वक्ताले पालन गर्नुपर्ने नियमहरू यस प्रकार छन्। 1 नम्बर कुनै टिपोट वा कागज हेरेर बोल्न पाइने छैन। 2 नम्बर कुनै व्यक्ति, जाति, भाषा, धर्म, संस्कृतिप्रति आरोप लगाउन पाइने छैन। 3 नम्बर वक्तालाई बोल्नका लागि 5 मिनटको समय दिइनेछ। 4 मिनटमा जनाउ घन्टी लाग्नेछ। 5 मिनटभन्दा बढी बोलेका कुरा मान्य हुने छैन। 4 नम्बर विपक्षका भनाइलाई खण्डन वा असहमति प्रकट गर्दा शिष्ट र मर्यादित रूपमा गर्नुपर्नेछ। 5 नम्बर निर्णायक मण्डलको निर्णय नै अन्तिम हुनेछ। प्रश्न नम्बर ख स्वस्थ शरीर जीवनको सबैभन्दा ठुलो आशीर्वाद हो कसरी? उत्तर शरीर स्वस्थ छ भने आफूले चाहेको काम गर्न सकिन्छ, आफूले चाहेको ठाउँमा जान सकिन्छ, आफूले चाहेको खानेकुरा खान सकिन्छ, जीवन सधैँ खुसी रहन्छ। आदि कारणले गर्दा स्वस्थ शरीर जीवनको सबैभन्दा ठुलो आशीर्वाद हो। ग नम्बर देवकोटाले धनलाई किन हातको मैला भनेका हुन्? उत्तर महाकवि लक्ष्मीप्रसाद देवकोटाले धनलाई हातको मैला भनेका छन् किनभने सम्पत्ति महत्त्वपूर्ण कुरा होइन भन्ने प्रश्न हुन्छ, सम्पत्ति क्षणिक छ भन्ने बुझिन्छ। घ नम्बर मानिसले किन सम्पत्ति कमाउन चाहन्छन्? उत्तर मानिसले घर जग्गा, गाडी, गरगहना, लत्ता कपडा आदि किन्न, अरूलाई आपत परेका बेला सरसहयोग गर्न, रोग लागेको बेला उपचार गर्न, बुढेसकालमा खान आदि गर्न सम्पत्ति कमाउन चाहन्छ। घ नम्बर सम्पत्तिले के गर्न सकिन्छ? उत्तर सम्पत्तिले समाजसेवा गर्न, उन्नति गर्न, अप्ठ्यारोमा परेकालाई उद्धार गर्न, उद्योग कल कारखाना खोल्न, भइपरि आउने सङ्कटहरूबाट बच्न आदि काम गर्न सकिन्छ। प्रश्न नम्बर 7 अनुच्छेद मौन पठन गर्नुहोस् र सारांश लेख्नुहोस्। सारांश मान्छे ढुङ्गे युगदेखि आजसम्म आइपुग्दा चरा जस्तै आकाशमा उड्ने, माछा जस्तै पानीमा तैरिने, जमिनमा छिटो छिटो दौडन सफल भएका छन्। विश्वको जुन ठाउँमा पनि सजिलैसँग भ्रमण गर्न सक्छन्, संसारका घटना सुन्न हेर्न सक्छन्, हजारौँ मान्छेले वर्षौँ लगाएर गर्ने काम क्षणमै गर्न सक्छन्। यी सबै कुरा विज्ञानका चमत्कारले भएको छ। भाषिक संरचना र वर्णविन्यास। प्रश्न नम्बर 2 उदाहरणमा देखाए जस्तै तलका क्रियापदलाई परिवर्तन गर्नुहोस्। भविष्यकाल, वर्तमानकाल, भूतकाल। खेल्नेछु, खेल्छु, खेले। बस्नेछन्, बस्छन्, बसे। आउनेछौ, आउँछौ, आयौ। बोक्नेछिन्, बोक्छिन्, बोकिन्। 3 नम्बर दिएको निर्देशनअनुसार वाक्य बनाउनुहोस्। क नम्बर हामी कथा पढ्नेछौँ। ख नम्बर तैँले खेल जितिस्। ग नम्बर बहिनी खेल्न जान्छिन्। घ नम्बर उहाँले प्रगति गर्नुभयो। घ नम्बर त्यो यतैतिर आउँछ।